युद्धले गर्दाखेरि के डरको माहौल बनिरहेछ। अब यहाँभन्दा नि अन्त झन् कति डरको माहौल छ भन्ने कुरा हामी भिडियोमा हेरिरहेको छौँ अहिले होइन। कतारतिर दुबईतिर कति नेपालीहरू छन् नि त। के गर्ने अब घर जानलाई म तयार भएर बसेको मान्छे हो। अब यहाँ खै घर जान पनि देला जस्तो छैन मलाई त। सबै विमानहरू सबै बन्द भयो अरे। सोचेको थिएँ नेपाल जाउँला होइन, बाहिरको कामहरू गर्नु छ, विदेश मात्रै बसेर के गर्ने भनेर सोचेको थिएँ। जिम्मेवारी बोकेको अनुसारको काम थियो, हुन सकेन। अब खै के हुन्छ हेर, केही राम्रो हुनला हो अब नराम्रो हुनला हो त्यो त थाहा भएन। आशा छ केही राम्रै हुनला होला। अब यो मैले सुनेअनुसार 3 महिनाको लागि चाहिँ विमानस्थल बन्द गरिएको छ। यस्तो डर त्रासको माहौल चाहिँ छैन साउदीमा जे होस्। अन्त चाहिँ धेरै नै छ। अरू यहाँबाट बसेर हामीले के नै भन्न सकिन्छ होइन, स्टेज चाहिँ भन्न सकिन्छ। भागाभाग भएको देखेको थिएँ नेपालीहरू भिडियोमा। अब बसेर भनेर मात्रै के हुन्छ र। यहाँ चाहिँ सम्भावना कमै छ होइन त्यो डर त्रासको, किनभने यो अमेरिकन सोसाइटी हो पहिलो कुरो त। धेरै लामो अमेरिकन सोसाइटी छ। जति सुविधा बाहिर छैन साउदीमा त्यति सुविधा यो भित्र छ, जसले गर्दाखेरि मलाई लाग्छ यहाँ केही नहोला होइन। अरू त केही भन्न सकिँदैन, भन्न त केही पनि सकिँदैन। अब आज विमानहरू पनि पुरै बन्द छ। यहाँबाट त केही देखिएको छैन है, बाहिर पनि देखाउँछु म तपाईँहरूलाई के भन्छ भएन भन्ने कुरो। यहाँ चाहिँ आकाश खुल्ला छ यहाँबाट देखिँदाखेरि चाहिँ है। अब खुल्ला हो कि यो धुवा हो कि के हो यो थाहा भएन। अब साउदीमा यस्तो नजारा छ है। सधैँ यहाँबाट फ्लाइट हिँडिरहन्थ्यो होइन, हरेक 2-2 मिनटमा एउटा फ्लाइट आइरहेको हुन्थ्यो, ल्यान्डिङ भइरहेको हुन्थ्यो। आज चाहिँ एउटा फ्लाइट पनि देखेको छैन बिहानदेखिबाट। म चाहिँ भर्खरै नुहाएर आएँ होइन। अब विदेशमा बस्ने जति पनि नेपालीहरू हुनुहुन्छ होइन, जसरी पनि नेपाली नै हो कि बिचमा फस्ने भनेको। नेपालमा रोजगार नभएपछि विदेशमा आपत छ, काम गर्न खानलाई पनि गाह्रो छ विदेशमा। देशबिच झगडा भइरहेछ, युद्ध भइरहेछ, खसेर हामी नेपाली छन्। जति नेपाली जनता नेपालमा छन् त्योभन्दा बढी त विदेशमा काम गरेर छन्, खाडी मुलुकमा काम गरेर छन्। गाह्रो हामी नेपालीलाई नै हो। के गर्ने, स्टे सेफ सबैजनालाई है। हामी पनि सेफ छौँ यहाँ साउदीमा। अब हाम्रो वरिपरि त केही पनि भएको छैन। अब न्युजमा सुनेअनुसारले कता मिसाइल चाहिँ फालेको छ भन्ने न्युजमा चाहिँ हामीले पढिरहेछौँ, देखिरहेछौँ। तर थाहा छैन कहाँ सत्य हो। हाम्रो ठाउँमा चाहिँ क्लियर छ, हामी बसेको ठाउँमा चाहिँ।